ल आज एउटा ठूलो विषयमा कुरा गरौँ। विश्व प्रविधिको दुनियाँमा शक्ति सन्तुलनमा एउटा ठूलै परिवर्तन आइरहेको छ। दशकौंसम्म एउटै देशको दबदबा थियो, तर त्यो समय अब तीव्र गतिमा बदलिरहेको छ। आज हामी चीनको उदयको बारेमा गहिरिएर हेर्दैछौँ र यो कसरी प्रविधिको नयाँ महाशक्ति बन्दैछ भन्ने कुराको विश्लेषण गर्दैछौँ। यो दौडको महत्व कति ठूलो छ भनेर बुझ्न IEEE स्पेक्ट्रमको यो भनाइलाई हेरौँ। यसले के भन्छ भने जसले फ्युजन ऊर्जा सूर्यको शक्तिलाई पृथ्वीमा ल्याउने प्रविधि पहिलो पटक नियन्त्रण गर्छ त्यसले शहरहरू मात्रै उज्यालो पार्दैन, बरु विश्वव्यापी शक्ति सन्तुलनलाई नै फेरि लेख्न सक्छ। यो विज्ञान मात्र होइन, यो त सिधै भूराजनीति हो। त्यसो भए हाम्रो पहिलो खण्डमा जाउँ, एक नयाँ फ्युजन महाशक्ति। हामी सबैभन्दा भविष्यमुखी र सायद सबैभन्दा महत्त्वपूर्ण प्रविधिहरूमध्ये एकबाट सुरु गर्दैछौँ र हेर्नेछौँ कि कसरी एउटा नयाँ खेलाडीले यो खेलमा नेतृत्व लिइरहेको छ। 1000 सेकेन्ड सुन्दा खासै धेरै नलाग्न सक्छ। यो लगभग 17 मिनेट जति हो, तर आणविक फ्युजनको दुनियाँमा यो एउटा युग बराबर हो। चीनको EST टोकामाक रियाक्टरले हालै यति लामो समयसम्म फ्युजन प्रतिक्रियालाई कायम राखेर विश्व कीर्तिमान बनायो। यो फ्युजन ऊर्जालाई विज्ञान कथाबाट वास्तविकतामा बदल्ने दिशामा एक विशाल फड्को हो। यो द्रुत प्रगतिको पछाडि के छ त? अनुमान गर्न गाह्रो छैन, पैसाले ठूलो भूमिका खेल्छ। चीनले फ्युजन अनुसन्धानमा हरेक वर्ष लगभग $3 अर्ब लगानी गरिरहेको छ। अब यसलाई संयुक्त राज्य अमेरिकाको संघीय सरकारको $800 मिलियन सँग तुलना गरेर हेर्नुस् त। यो ठूलो वित्तीय प्रतिबद्धता नै चीनको प्रगतिको मुख्य इन्धन हो। तर यो केवल पैसाको मात्र कुरा होइन। विज्ञहरूका अनुसार चीनसँग 3वटा मुख्य फाइदाहरू छन्। पहिलो त हामीले भर्खरै देखेको जस्तै सरकारको विशाल लगानी। दोस्रो, यस्ता जटिल मसिनहरू बनाउन आवश्यक पर्ने आपूर्ति श्रृङ्खलामा उनीहरूको निपुणता। र तेस्रो, विश्वभरका उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्ने क्षमता। किनभने ठूला र महत्वाकांक्षी परियोजनाहरूले सधैँ उत्कृष्ट दिमागहरूलाई तान्छन्। यो साँच्चै प्रभावशाली छ, त्यसमा कुनै शङ्का छैन। तर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, के फ्युजन एउटा छुट्टै उदाहरण मात्र हो वा यो कुनै ठूलो परिवर्तनको सङ्केत हो? र जवाफ हो, होइन, यो छुट्टै उदाहरण बिल्कुल होइन। हामीले फ्युजनमा जे देखिरहेका छौँ त्यो विश्वका धेरै महत्त्वपूर्ण र भविष्यका उद्योगहरूमा भइरहेको एउटा बृहत् प्रवृत्तिको सानो झलक मात्र हो। केही उदाहरणहरू सरसर्ती हेरिहालौँ। जस्तै इलेक्ट्रिक गाडीहरू। सायद BYD को नाम त सुनिएकै होला। यो चिनिया कम्पनीले हालै टेस्लालाई उछिनेर विश्वको सबैभन्दा ठूलो EV उत्पादक बनेको छ। र ती EVहरूलाई शक्ति केले दिन्छ? ब्याट्रीले। र अनुमान लगाउनुस् त, यहाँ पनि कथा उस्तै छ। विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता पनि चिनिया फर्म CATL नै हो। उनीहरूले यो महत्त्वपूर्ण कम्पोनेन्टमा आफ्नो प्रभुत्व जमाइसकेका छन्। नवीकरणीय ऊर्जामा पनि यही प्रवृत्ति देखिन्छ, विशेष गरी सोलर प्यानलहरूमा। यहाँ त अङ्कहरू झनै अचम्म लाग्दा छन्। चीनले सोलर प्यानलहरूको लागि सम्पूर्ण विश्वव्यापी आपूर्ति श्रृङ्खलाको लगभग 80 देखि 95% नियन्त्रण गर्छ। सोच्नुहोस् त। अनि आकाशतिर हेर्ने हो भने ड्रोनहरू। DJI शेन्जेनको एक कम्पनी जसले अकेलले विश्वव्यापी बजारको 70% हिस्सा ओगटेको छ। ऊर्जादेखि यातायात र रोबोटिक्ससम्म जहाँ हेर्यो त्यही कथा दोहोरिएको छ। त्यसो भए यो सब कसरी भयो? यो कुनै संयोगले भएको होइन। यो अविश्वसनीय प्राविधिक उदयको पछाडि एउटा जानाजानी, राम्रोसँग सोचिएको र निकै प्रभावकारी रणनीति छ। त्यो रणनीतिको केन्द्रमा छ मेड इन चाइना 2025। सन् 2015मा सुरु गरिएको यो महत्वाकांक्षी सरकारी योजनाको लक्ष्य एकदमै स्पष्ट थियो। देशलाई सस्तो सामान बनाउने विश्वको कारखानाबाट 10वटा महत्त्वपूर्ण क्षेत्रहरूमा उच्च प्रविधिको नेतामा रूपान्तरण गर्नु। र विश्लेषणले के देखाउँछ भने यसका 86% लक्ष्यहरू त पहिले नै पूरा भइसकेका छन्। यो रणनीति मुख्यतया 4वटा स्तम्भहरूमा टिकेको छ। पहिलो, राज्य समर्थित पुँजीवाद, जहाँ सरकारले लक्ष्य तोक्छ र ठूलो लगानी गर्दछ। दोस्रो, शिक्षा र विश्वभरका प्रतिभालाई आकर्षित गर्नमा विशेष ध्यान। तेस्रो, हामीले ब्याट्री र सोलरमा देखे जस्तै मुख्य आपूर्ति श्रृङ्खलाहरूमा प्रभुत्व जमाउने योजनाबद्ध प्रयास। र चौथो, सैन्य नागरिक एकीकरण, जसले सैन्य र व्यावसायिक प्रविधि विकास बीचको पर्खालहरू भत्काएर नयाँ आविष्कारलाई तीव्र गति दिन्छ।
ल अब स्कोर कार्ड हेरौं। यो नेतृत्व अङ्कहरूमा कस्तो देखिन्छ त? नतिजाहरू साँच्चै भन्नुपर्दा निकै अचम्म लाग्दछन्। अस्ट्रेलियन स्ट्र्याटेजिक पोलिसी इन्स्टिच्युट अर्थात् एएसपीको एक प्रमुख प्रतिवेदनले 64वटा महत्त्वपूर्ण प्रविधिहरूको अध्ययन गर्यो। उनीहरूको निष्कर्ष के थियो? चीनले अब तीमध्ये 57वटामा नेतृत्व गर्दछ, जबकि संयुक्त राज्य अमेरिकाले केवल 7वटामा। यो केवल 1.5 दशकमा भएको एक नाटकीय र भू-राजनीतिक रूपमा निकै महत्त्वपूर्ण परिवर्तन हो। र यो केवल सामान बनाउने कुरा मात्र होइन, यो मौलिक अनुसन्धानको बारेमा पनि हो। ऊर्जा र वातावरण जस्ता क्षेत्रहरूमा चीनले अब शीर्ष 10% उच्च प्रभावशाली वैज्ञानिक प्रकाशनहरूको 46% उत्पादन गर्छ, जबकि संयुक्त राष्ट्र अमेरिकाले 10% मात्र। आधारभूत ज्ञानमा यस्तो खाडलले भविष्यको आविष्कारमा ठूलो असर पार्न सक्छ। एसपी प्रतिवेदनले ती प्रविधिहरूलाई पनि औल्याउँछ जहाँ चीनको नेतृत्व एकाधिकार बन्न सक्ने जोखिम छ। र यो सूची निकै गम्भीर छ, जसमा उन्नत विमान इन्जिन, इलेक्ट्रिक ब्याट्री, ड्रोन र हाइपरसोनिक पत्ता लगाउने जस्ता क्षेत्रहरू समावेश छन्। यी सबै प्रविधिहरूको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष र तत्काल असर पर्छ। तर यो दौड अझै सकिएको छैन भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। संयुक्त राज्य अमेरिका अझै पनि 7वटा महत्त्वपूर्ण क्षेत्रहरूमा अगाडि छ। यसमा क्वान्टम कम्प्युटिङ, उन्नत एआई मोडल, भ्याक्सिन र जेनेटिक इन्जिनियरिङ जस्ता आधारभूत प्रविधिहरू समावेश छन्। यी क्षेत्रहरू भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण रणभूमिहरू हुन्। त्यसो भए यो सबैको मतलब के हो त? विश्लेषकहरूले यो नयाँ वास्तविकतालाई एउटा नाम दिएका छन्, चाइना शक 2.0, र यसले विश्वलाई प्रविधि र प्रतिस्पर्धाप्रतिको आफ्नो पुरानो दृष्टिकोणमा पुनर्विचार गर्न बाध्य बनाइरहेको छ। त्यसो भए चाइना शक 2.0 के हो त? यो प्रतिस्पर्धाको नयाँ युगको लागि प्रयोग गरिएको शब्द हो। अब कुरा सस्तो उत्पादनका कारण कारखानाका रोजगारी गुमाउने बारेमा होइन। यो त 21औं शताब्दीलाई परिभाषित गर्ने नवीन उच्च प्रविधिका उद्योगहरूमा नेतृत्वको लागि एउटा ठूलो दौड हो। यहाँ भिन्नता स्पष्ट रूपमा देखिन्छ। पहिलो चाइना शक निर्माणमा प्रतिस्पर्धाको बारेमा थियो, जसले पश्चिममा कारखानाका रोजगारीहरूमा ठूलो असर पारेको थियो। तर चाइना शक 2.0 भनेको उच्च प्रविधिको नवीनतामा प्रतिस्पर्धा हो। यो कारखानाको भुइँबाट अनुसन्धान प्रयोगशालाहरूमा सरेको आधारभूत परिवर्तन हो। र विश्वले यसमा प्रतिक्रिया दिन थालिसकेको छ। संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरू यो नयाँ वास्तविकताप्रति सचेत हुँदैछन्। उनीहरूले आफ्नै प्रतिरणनीतिहरू सुरु गरिरहेका छन् र एआई, उन्नत सेमिकन्डक्टर र स्वच्छ ऊर्जा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रतिस्पर्धा गर्न ठूलो नयाँ लगानी गरिरहेका छन्। र यी सबै कुराले हामीलाई अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याउँछ। प्रविधिमा नेतृत्व गर्ने राष्ट्रले भविष्य मात्र बनाउँदैन, त्यसले अक्सर भविष्यका नियमहरू पनि लेख्छ। यो नयाँ विश्वव्यापी दौडमा मुख्य प्रश्न यही हो, त्यो राष्ट्र को हुनेछ?